दोस्रो दिन भनौँ कि तेस्रो दिन भनौँ होइन। आज चाहिँ पोखराको भ्रमण छ हाम्रो। अनि त्यो टिका लगाएर हामी आफ्नै कोठीबाट निस्केका छौँ होटेलबाट। लेक यस्तो घुम्छौँ, तालबाराई पुग्छौँ। How can you keep your face straight while saying that? Like this. ऊ त हाँसी हुँदो रहेछ त्यस्तो क्यामेरा अगाडि आउने बित्तिकै। गाह्रो छ प्रो भ्लगर रहेछ का इनर भ्लगर। र स्कुटर फर रेन्ट रे अब कुनै लिनुपर्ने छ एउटा स्कुटर। यतै होटेलबाटै लिन्छौँ होला। अनि हामी अब घुम्न जाँदैछौँ। न्यानो छ आजको वेदर, क्लियर छ तर स्काई चाहिँ पहाडहरू चाहिँ देखिरहेको छैन। हेरौँ लेकबाट कस्तो देख्छ। ओके भिडियो हो सोध्दा के गर्न मन छ भिडियोलाई देखेँ। बोटिङ गरौँ हामी। यताबाट बोट हायर गर्नेवाला छौँ। अनि सेफ नगरौँ, पर आवर विथ ड्राइभर 1 आवर गरौँ। बाराही टेम्पल विथ ड्राइभर, प्याडल बोट होइन रोइङ बोट। हाउ स्केयर्ड अफ बोट्स आर यु? A little bit. म त कलेजबाट आउँदाखेरि त्यो प्याडलवाला बोट चढेको थिएँ साथीहरूसँग आफै। तालबारी गएको थिएन? तालबाराई गएँ कि गएन चाहिँ याद गएन जस्तो लाग्यो। राउन्ड मात्रै गयो होइन, गयो होला। ओके इन्जोइङ। ओके आजको बोटिङ तालबाराईसम्म। अनि फिर्ता यस्तै हो पोखराको शान्त सुन्दर आनन्दको खाली छ पुरै लेक। हामी मात्रै छौँ। ओके इन्जोय। हाँसिरहेको एउटा उ त्यहाँ छ बोट। त छैन। बोटिङ अब खिचेको पखरे फोटो खिचेको हो अघि नै। तालबाराही मन्दिर रिकन्स्ट्रक्सन हुँदैछ अहिले। देउतालाई बाहिर राखेको छ। Journey to Shanti Stupa starts from our hotel. Ragardai ho? Ragardai on the business. Kohinoor is riding with you. Speedometer चल्दैन तर फ्युल रिफिल गर्यौं हामीले। यो उसको टाउको हो। यसको भ्लग बन्दैछ मजाले। यो बाटो शान्ति स्तूपाबाट तल फर्किँदैछौँ हामी। त्यहाँ एउटा रुखनिर
भ्यू पोइन्टमा एउटा चटपटे पसल थियो पछाडि त्यहाँ रुखको तल। यहाँबाट अब फर्किँदैछौँ। बाटो एकदम आनन्दको छ यहाँसम्म चाहिँ, एकदमै आनन्दको छ। स्कुटर लिएर आउँदाखेरि धेरै रमाइलो भयो। उकालो चाहिँ अलिक उकालो छ, गीत झुन्डिरहेको छ। गीत चाहिँ ठ्याक्कै थाहा भएन हामीलाई। आफ्नै हो हजुर, जे पनि बोलाइ नै हुन्छ। त्यस्तो के थियो बसमा सुनेको रहेछ। तम्रै रानी हो देवनी बोलाए नि देवनी समथिङ I don't know, something like that. जे बोलाइ नै हुन्छ, जसरी बोलाइ नै हुन्छ। Yeah, very beautiful song. Enjoying the holiday. Outskirts of Pokhara. Way to Shanti Stupa. Way down to Shanti Stupa. Back from Shanti Stupa. कस्तो लागिरहेछ, हामी गुप्तेश्वर महादेवभित्र छौँ। त्यहाँ माथि टिकट काउन्टर रहेछ। टिकट काउन्टरबाट टिकट काटेर अनि यहाँबाट छिर्ने चाहिँ होइन रहेछ यो गेटबाट। यता यो ओपनिङबाट यहाँ एकजना मान्छे छ। एयरप्लेन र के भन्छ मेट्रोहरूको जस्तै एन्ट्रेन्स जस्तो छ। त्यो टिकटको स्क्यान गरेर चट्ट ढोका खोल्ने। अनि यहाँ छ तल छिर्ने यस्तो घुमौरो भर्याङ। यहाँ छ हाम्रो भर्याङ सकिन्छ अनि त्यहाँबाट केभ सुरु हुन्छ। अन्नपूर्ण माउन्टेन रेन्ज पुगेका छौँ। एकदम खुट्टा दुख्न थालिसकेको छ हामीलाई अन्नपूर्ण चढ्दाखेरि। एकदमै म त खोच्याङ गर्दै हिँड्छु। ओके, अब एकछिनमा हामी देवीज फल पुग्छौँ। भिडियो खिचेको भिडियो तिम्रो। ब्याट केभ जाने बाटो रे। पहिला यो केभ जाउँ होइन। यो चाहिँ वे टु महेन्द्र केभ। अनि हामी दुईजनाको 100 रुपियाँ लियो, एकजनाको 50 रहेछ नेपालीको लागि। भर्याङ आयो। भर्याङ चाहिँ अलिकति नाइटमेयरै भइरहेको छ मेरो लागि। कस्तो त फुक्क उफ्रेर अगाडि गरिदिन्छ। मलाई त ओहो जत्रै भइरहेको छ नि। एक्सिडेन्ट भएको क्या। तै पनि गइरहेको छु, रमाइलो भइरहेछ। अनि उक्रिँदाखेरि गाह्रो भयो नि। बहुत कुछ करना पड़ता है। अगर बाबू महेन्द्र केभ कस्तो राम्रो छ। राम्रै छ। म यहाँ 5 वर्षको उमेरमा हुँदाखेरि आएको थिएँ। दिस इज आफ्टर लाइक हाउ मेनी इयर्स डु यु काउन्ट? 18 इयर्स। माय गॉड। हिँडाइमा एकदमै कष्टदायक भइरहेको छ मान्छेहरूलाई। अनि हामी मात्रै छौँ जस्तो छ यहाँ कहिलेमा। यहाँबाट अँध्यारो हुन्छ होला के। म्यानमेड लाइट्स। लाइमस्टोन केभ यो पनि जस्ट लाइक द बाजे पनि निस्किँदै हुनुहुन्छ। फोटो नखिच्नु छैन, फोटो हेरेर जानुपर्छ। यस्तै छ यहाँ पनि इस्यु।
बिस्तारी हिँडौँ यहाँ चाहिँ छिटो हिँड भने नि हिँड्दैन जस्तो छ आज बाटो रहेछ जस्तो छ तर त्यहाँ नजाउँ अँध्यारो छ यहाँबाट जाउँ यो पनि लाइमस्टोन हो गुप्तेश्वर जस्तो भित्रबाट यो निस्किने रे कसरी जाने हो होइन यो महेन्द्र गुफाबाट निस्किने बिस्तारै छ यहाँ त अलिकति तिमी गएर मलाई तान्दा हुन्छ जस्तो लाग्यो मलाई त हो सकिन्छ हो खोइ यहाँबाट त कसरी तानेर खुट्टा हाल्ने हो के गर्ने हो जस्तै भयो मलाई त तिमी जाऊ अनि मलाई यसो तान नि त हो र ल तल आऊ त्यसो भए त्यस्तै हो भने बिकज यहाँबाट त मलाई त्यही छ एक्जिटहरू त्यही ढोका एकैछिन यस यु क्यान डु इट ओके ल भेटाएँ मैले खुट्टा हाल्ने ठाउँ trying to figure things out by myself okay निस्क्यो बेबे निस्क्यो यसो जाने हो यसो भएन रमाइलो भइरहेछ यसरी आउने प्रो माउन्टेन माथि चढे पनि हुन्छ हामी त पहिला त्यहाँ चढ नि त चढ्नु मन छ भने रमाइलो लाग्छ ब्यागलाई यता थालिदिने होइन माथि गइसक्यो ब्याग यस्तै जाने यताबाट निस्किन पनि मिल्छ यताबाट चाहिँ धेरैजना मान्छे निस्किँदैन अलिक सानो ठाउँ छ तर म निस्किदिन्छु अरू पनि सानो सानो पालहरू छ यहाँबाट जान मिल्ने निस्किन मिल्ने यस्तो यस्तो माथि आउनु भयो है उसलाई यत्रो पालबाट निस्किन गाह्रो बल्ल बल्ल निस्किदियो पानी चाहिँ होइन एकछिन टाइम लाग्यो त फिगर आउट गर्नलाई टाइम छैन धेरै 5 बज्न लागेको छ ओपनिङ एन्ड क्लोजिङ टाइम 6:30 बजे ए के हुँदैन मलाई डर लागिसक्यो त्यहाँ मान्छेहरू कराइरा देखेर दुईजना त सक्दैन भन्छ वेटो के हो सक्दैन भन्नु भन्छ त्यहाँ मान्छेहरूले ए सक्छ मै गइसक्यो एकै जान सक्छु एकैचोटि जान सक्छु भन्नु मलाई कस्तो डर लागिसक्यो माई लर्ड डर लाग्यो माई लर्ड चमेरालाई लाइट हान्ने काम नगर्नु रे बत्ती हान्ने काम नगर्नु रे ए अभिमान चाहिँ लालटिन समाज दिनु त्यसो भए यहाँ छ साइडमा खै बाह्र नि त अब देखेपछि मलाई त डर पो लाग्यो त नि के हुँदैन तल निहुरेर फेस तल राख्नु आउँदैन पनि भने मैले ब्याट के हो कि ढुङ्गा मात्र हो त्यो परेङ यस्तो घुमेछ सबै कुरा एक्सपिरियन्स गर्नुपर्छ का
ब्याट केयर आएका छन्। यसमा त लाइटै छैन त। यो टुकियो बिस्तारै हिजो जस्तै टेक्निकल। यो यही बेटर छ, यो त केही छैन त। त्यो दिनको लागि हो। हेभी मात्रै भयो कि मेरो हात फ्री हुन्छ। तर यो मान्छेलाई डर लागिरहेछ अझै पनि। हामीलाई दिएको फ्ल्यास लाइट हामीले ब्यागमा हाल्यौँ। काम लाग्दैन फ्ल्यास लाइट। यता आउँदाखेरि फ्ल्यास लाइट लिने काम नगर्नु होला। पानी मात्रै हुन्छ। खै म जान्छु अनि तिमी हो। सानो छ कि केही पनि छैन। एक्जिटबाट आएको छु। एक्जिटबाट आउनुभयो जस्तो। यहीं से देख के ऐसे वापस आएंगे। हाँ यहाँ से आए थे। हाँ तो ऐसे वापस यही सब था ये तो। ओह वहाँ तो क्या? ऊपर का रास्ता पता नहीं चल रहा है। ऊपर जाने का। मेरी बात तो समझ रहे हैं ना? हाँ समझ गए। उधर से खास निकलने का रास्ता है। निकलने का है लेकिन नहीं रास्ता। और फंसते चल जाइएगा। बस जो है यहीं पर ऊपर देखिए, ऊपर लाइट जलाई। देख रहे हैं ना? वही बैग है। हम लोग बहुत ऊपर से आए हैं, रास्ता गिरा। ओके ठीक है देखेंगे। इस रमाइलो हुन्छ अलिकति। ल ल फ्ल्यास लाइट के साथ जाउँ जाउँ। भनेर चाहिँ उनीहरूले भने अनुसार त मलाई साह्रै डर लाग्यो। म त निस्किएको छु उता मलाई थाहा छैन इन्डियाबाट। नदेखिन भने म त हिँड्दैन कि। ऊ त फ्रोजन राइट हुन्छ कहाँ अँध्यारोमा। अँध्यारोमा फ्रोजन हुन्छ। योभन्दा बिस्तारै गर्दा जाँदैन फेरि अड्किन्छ नि एक ठाउँमा गएर। यहाँ आएर बाटो देखेन। यहाँबाट जाउँ न, हेर्नु पऱ्यो नि त नि रास्ता यहाँबाट आऊ। यहाँबाट जाउँ यस्तो बसेर है। What? Finally, we are out of Batcave from the entrance. How was the experience? Scary. She says it was scary. Huh? I did feel it was scary too. हाम्रो vlog एकछिनलाई pause.
भिडियो खिच्दा तर अब यस्तो छ रहेछ पामे भन्ने कुरा होइन हामी राति आइपुगेछौँ ओ वाउ कति रमाइलो झिलिमिली रहेछ यहाँ यति टाढा आइसकेपछि फेरि एकछिन सुनसान थियो एकदम रमाइलो भइरहेछ हेरौँ यो साइडको यो अर्को एन्ड मलाई आजकलको चाहिँ एकदम रमाइलो भयो बेबे रमाइलो भइरहेछ एकदम झिलिमिली देखेर एकदमै त्यो म कोठामै बाल्छु झिलिमिली के छ र? कोठामै बालिदिन्छु रे अझ रातिको बज्यो होला 10 बज्यो होला के छ 10 बज्यो 9:30 भएको छ बल्ल अनि पर्फर्मेन्सहरू छ 10 बज्दैछ यस्तो बाटो होटेलसम्म यस्तो थियो कि होटेलसम्मै खिच्न मन लाग्यो ब्याट्री सकिन लाग्यो ब्याट्रीलाई त्यस्तो अनि विचारा गर्ने त नि 1-2% घट्छ नि त ब्याट्री होटेल पुग्यो पुग्यो ल ल ल ल तिम्रो आर्टको फोटो खिचौँ ल अक्टोबर इन अक्टोबर in